काम गर्न नै खानाको लागि हो र खानाकै लागि नै काम गरेको हुन्छ र एउटा छोरी मान्छे भएपछि यतिको परिकार चाहिँ बनाउनै जान्नुपर्छ है। यदि तपाईँहरूलाई चाहिँ यति बनाउन आउँदैन भने न तपाईँ छोरा हो न छोरी हो। छ्या मलाई त केही बनाउन आउँदैन हेर, मलाई चाहिँ चाउचाउ उमाल्न मात्रै आउँछ। ओ प्लिज तपाईँ चाहिँ यस्तो चटक र चटकी हुनुहुन्छ भने तपाईँहरू चाहिँ साइड लाग्नुहोस् है, मलाई यस्तो भनेको चाहिँ मन पर्दैन कि। खाना बनाउने चाहिँ यो कुनै काम होइन कि, यो चाहिँ एउटा कला हो, कला। यो कला चाहिँ हामीलाई बुढेसकालसम्म चाहिन्छ, त्यही भएर सानैदेखि यो चाहिँ सिक्नुपर्छ। मैले चाहिँ आज बनाउँदैछु दाल, साग, पुलाउ र मासु र रेसिपीहरूमै अन्तिमसम्म, र तपाईँहरूले पनि यो रेसिपी फलो गर्न सक्नुहुन्छ। डाँटेको होइन साथीहरू, एकदम मिठो भएको छ। आज चाहिँ मेरो थियो नाइट ड्युटी, त्यसपछि म अर्को दिन गएँ युनि। अब युनि त जानै पर्यो साथीहरू, एटेन्डेन्स पुरा गर्नुपर्छ। त्यसपछि घर आएपछि खानालाई केही पनि छैन, त्यही भएर म 2 दिनको खाना आज एकैचोटि बनाउँदैछु। मेरो खानामा बन्दैछ आज सादा दाल। दाल कसरी बनाउँछु भने कुकर, जिरा, दाल। त्यसपछि मैले बनाएको छु आलु फ्राई। आलु फ्राईमा तेल, जिरा र आलु र नुन अनुसारको स्वाद। त्यसपछि बनाउँदैछु मैले चिकन। चिकनमा चाहिँ हल्का पारेर पुरेर भुटेर मसला हालेर प्याज टमाटर हालेर नुन अनुसार हालेर ट्वाक्क बन्द गरिदिएपछि चिकन रेडी भयो। हल्का नाटक गरिदिउँ न भनेर क्यान्डल स्यान्डल बालिदिएर मुखमा खाना हालेको यस्तो मिठो भएको थियो साथीहरू, यस्तो मिठो भएको थियो नि। तपाईँहरू पनि जाँगर गर्नु के गएर यो भिडियो मात्र होइन, यो रेसिपी ट्राई गरेर खाना बनाउने र कस्तो भयो भनेर मलाई कमेन्ट गर्ने।